गुड मर्निङ सबैजनालाई। विदेशको ठाउँमा काम गर्न साह्रै गाह्रो हुन्छ। साहुको अन्डरमा काम गर्न अब काम गरेपछि फेरि यति गाह्रो हुन्छ। यहाँ चाहिँ काम चाहिँ पुरा मिनेटको हिसाब किताब हुन्छ। त्यस्तो गरेर दुःख गरेर काम गरेपछि त हामीले खाने पनि राम्रै किनेर खानु पर्यो नि है गाइज हो। यहाँ साहुको काम गर्दा बेला पुरा साहुसँग डराएर काम गर्नुपर्छ। मिनेटको हिसाब हुन्छ होइन। अनि घडी हेर्नुपर्छ। अब लङ आवर काम गर्दा बेला घडी हेर्नुपर्छ, कतिखेर टाइम जाला र घर जाम्ला भन्ने तरिकाले काम गर्नुपर्ने हुन्छ यहाँ है। अब त्यस्तो काम गरेपछि त खाना नि फेरि राम्रै फुड लिएर खाए पो काम गर्न सकिएला होइन त गाइज। मैले चाहिँ आज चाहिँ पुरा हेल्दी ग्रोसरी गरेर आएको छु है। अर्ग्यानिक एग, मिल्क, होल मिल्क, सिरियम, मसरुम, एभोकाडो, यस्तो अलि हेल्दी खानेकुरा लिएर आएको छु है गाइज। अब काम मात्रै गरेर त भएन, इनपुट राम्रो भयो भने आउटपुट राम्रो हुन्छ होइन त गाइज। ल त्यही भन्नुलाई भिडियो बनाएको सानो।